मम्मी आउँदै हुन्छ बुहारी भित्रको थिएँ त्यही भएर अहिले बुढेसकाल लगी आनन्दसँग सिनेमा हल जे होस् छोरछोरीको सुखको सास फेर्न पाउने भए मैले सबै छोरछोरी 101 भए कान्छुको त झन् भइगयो नि अब नयाँ घरमा कति वर्ष बाँचिएला र अब 75 वर्ष भइसक्यो तिम्रो ससुरा के भन्नु अब यहाँ त भन्न त अब तिम्रो जेठाजु सोभित पाएको बेला पनि बुढी लिएर आएको अर्को अनि त्यही लैलैमा लागेर गरे भए ए यो बुढो त स्वास्नी मात्रै बटुल छ म तरुनी ऊ बुढो हो 30 वर्ष हाम्रो सासु र ससुराको उमेर चाहिँ 30 वर्षको फरक अनि तिम्रो ससुरा 30 वर्ष हुँदा म भर्खर जन्मे म बिचारा अनि यहाँ आएर बुढालाई ए बुढा यति जग्गा बेच्देऊ न मलाई त्यस्तो गहना किनिदेऊ न मलाई थाइल्यान्ड घुमाउनु लैजाऊ न भनिदिया भए त्यो बुढो र हो नि तरुणले भने स्वास्नीले भने मानिहाल्थ्यो त्यो गरिन तर बाउले पनि त तिमीहरूलाई कसैलाई 2 पैसा ऋण पनि सम्पत्ति राखिदिने गर्ने चाहिँ हाम्रो सास ससुराले पनि गरे त्यति कुरा चाहिँ हामी सास ससुरालाई पनि एकदम मान्नुपर्छ किनभने हाम्रो जग पसाल्दैकै नै उहाँहरूले नै हो त्यो कुरा हामीले बिर्सिन चाहिँ मिल्दैन अनि अरू त अब मम्मीले यत्रो टुडी जत्रो पाटा अनि मैले खुरुक्क न फकाइ भए बुढो सौदा ल्याइरहन्छ भनेर फकाइ बोकेर आफ्नो नाममा पारिस सिद्धाइदियो भने त मैले सक्थेँ म जब जेठाजु सोभित जन्मिएपछि यसलाई कसरी ठाउँकोटमा सबैभन्दा उता बनाउने यसलाई कसरी माथि लाने भयो त्यहाँबाट फेरि कान्छु जय जन्मियो अब उनीहरूलाई पढाउनु पर्यो फेरि लगाइदिएछ न मैले लगाइदिएछु छैन त्यो चाहिँ छैन यो सृष्टि नै मम्मी बुवाहरूको कारणले नै भएको हो यो जति जे भएको हाम्रो चाहिँ मम्मी र बुवाहरूको कारणले नै भएको सबै भएको अब घर बनाउँदामा सबै मेरो भन्न मिल्दैन मैले मात्र गरेँ भन्न मिल्दैन मम्मी बुवाहरूले सम्पत्ति जग्गा जमिन राखिदिनु भएको थियो त हामीले गर्न पायौँ नि नत्र त कहाँ गर्न सक्दैनौँ त्यसरी होइन मम्मी बुवाहरूकै धेरै 4000 जागिर खाएको बेला तल बेला मैले त 3 तला घर त बनाएको हो नि त माटोको घर थियो त्यो बेला त चल्नै त्यही हो माटो तर 4 कोठा 12 कोठा घर त मैले बनाएको ठुलै थियो त्यो माटो घर पनि ठुलो खालको थियो अब त्यति उता अब राम्रो पहिलाको जमानाको घर त्यस्तै त हो नि पुरानो सबै माटो घर भइकन सबैको त्यो छानो परालको छानो त्यो टाइलको छानो थियो हाम्रो जस्ता लाएर बनाइदियो हो मैले त्यति बेला पनि छोरीले गराइदिन आमाले गराइदिन तिर्नु पर्छ भन्ने छैन अब तिमीहरूलाई हामीले दिने भने आशीर्वाद हो तिमी दुइटै बुहारीलाई मेरो लामो आशीर्वाद मेरो छोराहरूलाई टिकाउने नै तिमीहरू यिनले फिल्म खेल्ने भनेर संसार कान्छुले त झन् दुनियाँ समाजसेवा यति खुसी छु म यस्तो गरिदिएपछि अर्को हातले यसरी लिन पाउँछ दिन जान्नेले लिन नि जान्नु पाउँछ भगवान्ले हेर्छ गर्यो अब बाढी पहिरो भयो त्यसै गर्यो दसैँमा दाइको हातले टिका दाइ आउने त तिहार भन्दा के टिका भन्दा 2-3 दिनपछि भाइ भोलिपल्ट रात बाँड्ने हिँडिहाल्यो म मेरो छोराको यसो भयो कान्छुको यसो भयो छोरीको यसो भयो भनेर उहिले मरिसक्दियो छोराछोरी नातिनातिको राम्रो हुन गएकै भगवान्ले आशीर्वाद दियो मेरो बुहारीहरूको हात छ घर बचायो आफूले बनाएको घर कोठामा बस्न सक्म पर्यो मेरो कान्छा छोरा बुहारीले अब अहिले यत्रो घर यो हिँड्नलाई र सफा गर्नलाई कसले गर्ला भाइहरू आज सोफाको कुसन लिएर हाम्रो सास बुहारीको कफ चलिरहेको थियो यतिकैमा कुसन लिएर चाहिँ भाइहरू आउनु भएको छ अहिले चाहिँ अब कुसन मिलाउँदैछौँ त्यो राणा घिसिङ संसारभरि मैले हेर्दैन काम गरेर लिएर जाऊ मानिसहरूतिर जम्मै ठाउँ छ शेर्पाहरू थियो राजु घिसिङको शेर्पा फोक्स तपाईँले देखाएर भएन किन यस्तो लुगा ठाकुरमा आउँदा यस्तो लुगा अनि पिङ कपडा सक्यो अनि दाइले बनाइदियो भनेर 10-8 वटा बनाएर कुसनै नआउनेमा पनि 8 वटा बनाएर दाइले भन्नुभएको पढेर दाइले उहाँहरूले चाहिँ अब यो सेटमा चाहिँ कुसन नआउने तर एक्स्ट्रा हामीलाई चाहिँ कुसन
बनाइदिनु भएको रहेछ दाइले भनेर चाहिँ जगिसन दाइले भनेर चाहिँ बनाइदिनु भएको छ। धन्यवाद। कलरै मन परेन। अब यो सेट यो पिङ्क कलरको होइन होइन नि सोफामा मिल्ने गरेर ल्याएको होला। कौडा सक्यो अनि त्यहीमाथि कुसनले सोफामा मिल्ने गरेर त्यसमा हुँदैन नि कुसन। हामीले चाहिँ अनि दाइले भन्नुभयो सेटमा नआउने भए पनि दाइले होइन यो कलर सिद्धियो भने कस्तो दामी यस्तो गरेर राख्ने हो नि त कुसन राख्ने यसरी हो नि त। थ्याङ्क यू भेरी मच। मलाई अब म अघिदेखि नानीलाई यो पिङ्क कलर भए झन् किसिमको पूर्वेली सेकुवा के हो ठिक छ तपाईँलाई त्यो भनेपछि मलाई त्यसको आयो कि त कस्तो त्यो खाएको अरूले त्यसले मुलिरहेको बेला आफै पनि काम गर्छ कति स्टाफमा काम दिएको छ त्यसले। मैले कहाँको हेर्नु तिम्रो घरमा त्यस्तो देखाउँछ मैले एकचोटि गएको छु यस्तो भएर खानु गएको छु गइसकेपछि त्यो देखाएको जस्तो चाहिँ हुँदैन। होइन त्यो राजुको त त्यो हो नि आफै बसेर बनाउने मिस्त्रीले मैले कत्रो ठुलो खोलेको छ त्यो गुगल सर्च गर्यो भने यहाँनिर भने त्यो बाटो देखाइदिन्छ नि। ठिकै छ बानेश्वरमा छ सामाकोसीमा छ त्यो सुनिरहेको छु जाउँ होला नि त एक दिन लिएर। अनि त्यो सेकुवा कस्तोले मुले देख्दै खाउँ लाग्ने हुन्छ। मम्मीले कहाँको देख्नु भएछ पनि कस्तो भएर त्यसो जतिखेर आइरहन्छ मोबाइलमा अब खाने लोकेसन भने होला नि त त्यसमा छैन लोकेसन भने भए जाउँ। राजु घिसिङ सेकुवा कर्नर भनेपछि आउँछ अरे बाटो देखाउँछ कसरी गयो मलाई ऋण पत्याउँछ साल पत्याउँछ ब्याङ्कले पत्याउँछ तिर्नुपर्छ अनि पाइहाल्छ नि। ल भट्टाभट शाखा खोलेर पोखरामा झन् कस्तो शाखा कत्रो ठुलो खोलेर देखाएको छ। ठिकै छ जाउँ नि त एक दिन कहाँनिर भन्नुभयो मम्मीले बानेश्वरमा हुन्छ अब कहाँनिर हो कान्छुले कता इन्टरभ्यूमा तिमीहरू झगडा गर्छै पर्दैन पहिला हल्लाएर हुँदा पर्थ्यो अन्नान पर्थ्यो झगडा गरेर भन्दा बुढाबुढी नै भएन नि होइन जसको बुढाबुढी झगडा भइहाल्छ। मलाई नि पर्छ भने म त मोबाइलै छोडेर हाँसेर बाबा खाना ल्याएँ हुर्काएँ छोराहरूको यस्तो यस्तो बिल्डिङ बनाइदियो आनन्दसँग बुढेसकालमा यता सोफामा पल्ट्यौँ कि यता पल्ट्यौँ कि यता टिभी हेरौँ कि उतापट्टि गएर भान्सामा के पाकेको छ गम हालेर यहाँ ल्याएर खाउँ कि। तिमीलाई धेरै धेरै आशीर्वाद मेरो बुहारीलाई धेरै धेरै आशीर्वाद। कुनै घर बन्नलाई चाहिँ त्यो महिलाको चाहिँ ठुलो हात हुन्छ हुन चाहिँ हुन्छ म पनि मान्छु। हो घाँगर सुरुवाल लगाएर बेहुली हुने बेलामा त फरिया अर्कोले लगाइदिनु परेको थियो त्यसरी आएको मान्छे भाडा होटेलमा भाडा नि माझ्यो त्यहाँबाट होटेल छोड्यो जागिर पनि खाइयो छोरीलाई पढुन्जेल पढाइ यही सिनेमातिर लागेर उनीहरूले छोडेको होइन जे भयो नि 11-12 अहिले +2 गर्छ ऊ बेलामा त आइए बिए हुन्थ्यो। कान्छुले वकिल पढेकै हो यो दाइसँग सिनेमामा लागेपछि वकिल बन्न सकेन। यो रुमको कलरहरू चाहिँ मम्मीकै चोइसको हो अनि मलाई जस्तो मन पर्यो मलाई मन पर्ने त्यही हो। तपाईँले त खाडे आएर खायो भने मम्मी त्यो घामहरू आउँछ क्या मजा। बुढाबुढीलाई त घाम चाहियो नि बेलुका घाम छोराको घर हेर्नु पायो मेरो छोरा बुहारीको कमाइ छोराले जतिसुकै कमायो भने बुहारीको दिनु परेन नि हुँदैन। तिमीलाई धन्यवाद यो त तिमीलाई धन्यवाद। यो सबै गरेको अहिले त कान्छी पनि बेस्टै खुसी छ इन्टरभ्यूमा म हेर्छु नि तिमीहरूको अब त्यो पहिला त्यो खाएको बेला ज्ञानी भयो अब बुढी कस्तो बच्चा कस्तो भन्ने उसलाई सबै मान्छेले जति कमाओस् सक्ने मान्छे कतिले भन्यो नि त्यो बालुवा पानी राख्छ। तिमीलाई धन्यवाद तिमीलाई समुद्र ल्याएर हुले पनि के भन्नु बुहारी अब कोही माइत मसानी कोही माउली मसानी कोही कता गर्नु भइदियो भए मेरो पनि हुँदैन। मेरो त छोराहरूलाई भन्दा दशकलाई सुना जस्तै म हुन चाहिँ मैले यो फुइ लगाएको होइन मेरोदेखि मेरो छोराहरूलाई माथि लाने नै बुहारीको हात हुन्छ। गतिलो बुहारी परेन भने तिमीहरूले नसोच्यौ भने त्यो कान्छुले जति म त मोटरसाइकल उता जाने हुइँ उता जाने उता मामा कहाँ भन्यो उता माइती भन्यो उता कहाँ भन्यो। आजको भ्लग यति नै। सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला। मिनाज फ्यामिलीलाई माया गर्नु होला। अहिलेको लागि बाई बाई।